हेलो सो साथीहरु, वेलकम छ मेरो युट्युब च्यानलमा। आई होप कि हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामैको साथ तपाईहरुको माझमा फेरि पनि न्यू भ्लग लिएर आएको छु। सो साथीहरु, आज चाहिँ नि के गर्ने भन्ने कुरा तपाईहरुलाई बताउँछु कि म आज चाहिँ साथीहरु के छ भने चाहिँ आज हामी खेत गएको थियौं। खेतबाट भर्खरै राति परिसक्यो, राति आयौं। अनि सो खेतबाट राति आए पनि साथीहरु केही छैन। आज हाम्रो भाइको चाहिँ 8 को रिजल्ट आएको छ कि आज। सो साथीहरु देख्छ कि म त डर लाग्छ। अनि सो आज चाहिँ भाइको 8 को रिजल्ट आएछ, उलाई थाहा छैन हामी रिजल्ट आएको रहेछ, पास गरेको छ उले। सो पास गरिसकेको छ, तर हामी कस्तो भने रिजल्ट आइसकेको छ, उलाई थाहा छैन। खेतबाट आएर हात पनि धोएको छैन हेर्नु त साथीहरु। अनि उलाई थाहा छ रिजल्ट आएको, तर रिजल्ट आएको रे उयो भएको रिजल्ट आउँछ भनेर, तर यतिखेर आउँछ भन्ने उलाई थाहा थिएन। सो साथीहरु, अनि म चाहिँ लुकेर बोल्दैछु के, घर मेरो यता पर छ घर चाहिँ, म यता अलि ओर खेतमा आएर बोल्दैछु। सो थाहा पायो भने भाइले थाहा पायो भने राम्रो हुँदैन नि त। त्यसैले अब दाजु पनि काममा गएको छ, मेरो बुढा दाजु भन्नाले मतलब मेरो बुढा पनि काममा जानु भएको छ। सो अनि रात परिसकेको छ, हेर्नु सक्नुहुन्छ। अनि हामी चाहिँ खेतबाट भर्खरै आएको साथीहरु, धावा म बोल्दैछु किनकि मेरो फोनमा चार्ज छैन एकतिर त। अनि अर्कोतिर त सो साथीहरु, भाइलाई आज खतरा प्र्याङ्क भनौँ या के भनौँ न, सो त्यस्तो गर्दैछौँ हामी बहिनी म दाजु मिलेर। अनि सो अब हामी चाहिँ गएर म तपाईलाई भिडियो देखाउने छु, सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिने होला है त साथीहरु। अनि सो अब हामी चाहिँ म भाइलाई गएर म भिडियो राख्ने फोन राख्ने ठक्क राख्छु, फोन लुकाएर कतै। अनि सो भाइलाई चाहिँ पास गरेको छैन, कति विषय फेल गरिस्, 4 विषय फेल गरिस् भनेर यस्तो भन्न दबाब दिएर हप्काउने काम गर्छौं। सो साथीहरु हामी चाहिँ अनि सो हेर्दै जानु है साथीहरु। अहिलेको लागि यस्तो किराले मलाई जिउमा लागेर हेर्नु त कस्तो त्यो भाउजू सँगै जाने मान्छे एक्लो नम्बर लाउने अनु चाहिँ विषय पनि लाग्यो भन्दिउ, दुईटा विषय लाउँछु भने त चार ल्याएर मोरिस जस्तो चार लाग्यो। अनि नेपाली विज्ञान गणित गर्नु टन्न लाग्यो मोरी गरी। रदिकाले पनि अस्ति टन्न लेखे भन्दै थियो त। अर्काले भाले त्यो जस्तो मान्छे पास भएछ 3 नम्बर लाएर। आफू त सज्जन भन्तिस्टा खोइ त सज्जनको मुख हेरौँ त। अब गुखासरी डल्दै चाटी डब गरे कस्तो भन्दै थियो, कस्तो सोच्दै थिए मेरो भाइ पास भयो भने लड्डु बनाइदिन्छ आफ्नै हातले बार्छ भनेर। अब लड्डु त हामी खाँदै बस्दै मन दुख्दैछ। दादाले के गर्छ अब तँलाई मोबाइल त लाख पैसा पढ्न भाइ पढ्न, मजाले पढ्न, माया गरौँ। आफू चाहिँ माया त देखाइदिइहाल्यो ठिकमा। अब के गर्छ फेरि आफ्नै पर्छस्। टेन्सन भइरहेको छ यसलाई होइन, दादाले के गरेन टेन्सन भइरहेको छ, उफ गर्दैछ अघिदेखि नि हुँदैन। मलाई नै मुटु जिउ आयो गरेको मैले गणित 2 पे अनि सरले नै दिएको त्यत्रो चिट अनि त्यत्रो गरेको थिएँ। त्यत्रो गरे चिट चोरी क्या हो? सरले नै दिन्छ, सब सरले नै सिकाइदिन्छ पास पनि। दादाले के भन्दै सरको नलेख भन्दै थियो त, सरको कुरा नलेख्नु। अनि अब हामीले त साला 20 जना फेल गए कम हो, एउटा क्लासबाट 20 जना फेल हुँदाखेरि 2 रनमा पर कसको एउटा केटी जाने पर उठ्यो टोल को हो त्यति 14 उयो अब गुखो त भन्नु भयो सेम भयो। अब नै खेबो त गुखो भन्दै जस्तो भयो। अब फेरि दोहोऱ्याउनु पर्छ है। अनि दोहोऱ्याउनु पर्छ नि। अनि त्यो पास लेख्नु दिँदैन फेरि पनि दिन्छ भन्दै अब के गर्छ नि सरले। 20 जना फेल भएको चाहिँ दिन्छ होला नि, दिए पनि तर पास गर्छ गर्दैन। पास गर्थेस् अब दियो भने गर्छु अरे पास गर्छ अरे। राम मेरो यत्रो लाठे भएको भाइले मेरो कत्रो सपना थियो लड्डु आफ्नै हातले बनाइदिन्छु सबैले बारस भनेर
अब के रुडे बार्नुपर्छ बनाइदिन्छु रुडे बार्छ फेल भएपछि के लड्डु पनि बार्नु है अन्त अब चाहिँ अर्को भयो वर्ष 9मा गयो है अब 9मा पास भयो भने 10मा पुग्छ भनेको त अब चाहिँ टेकन्डो सिक्नु जान्छु भन्छ टेकन्डो सिक्नु जान्छु भन्छ होइन टेकन्डो सिक्नु गयो भने चाहिँ ध्यान हराउँछ उसको हराउँछ कि हराउँदैन ऊ ठिक 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 यो टिकीलाई पनि ठिकै भन्छ खै के गर्छ म त जान्दिनँ म त के भन्छु म त जे गरे नि मायै लाग्छ फेल भयो नि मायै लाग्छ पास भयो नि मायै लाग्छ बसिरह्यो उसो पनि के भयो थाहा छैन आउँछ पढ्नु राम्रो नि सबै आउँदैन त्यसमा पक्कै फेल भयो सँगै जोडी फेल भइन्छ किन हुँदैन उनीहरूलाई पनि राजेश पनि पढ्दैन ए फेल भयो त्यत्रो गरे कसरी फेल भयो अक्षर नबुझ्यो सब्जी बनाएको छैन है छिटाइदेन अरे सरप्राइज दिन्छु तँलाई 5 भइस् त घाटेको दाजुले नभन् दादालाई एकछिन ट्राई गर्छु 17 नम्बर त्यो पनि पास भयो 17 त्यो पनि पास भयो पास भयो तर नभन् तँलाई दादाले नभन् नभने दादाले गाली गरेर पहिला बसेको छक्कै भयो यस्तो लेखेको कसरी फेल भयो भाइको रियाक्सन त्यहाँनिर मान्छेको सातो पुत्लो उडिरहेको छ रियाक्सन पो भन्छ हातखुट्टा कामिरहेको छ यहाँ मेरो मेरो भाइलाई अब लड्डु बनाइदिन्छु रियाक्सन मैले धेरै ध्यान दिएको थिएन त्यो यो डान्समा त्यहाँ शान्तिपूर्वक लेखेको त्यो पनि पास भयो पास भाइ ल पुरस्कार मेरो तर्फबाट अरूबाट पनि दिउँ 9देखि 17 हुँदैन त्यो पनि पास भयो जे पनि पास भएछ न 20 जना फेल गरेर कम्ती हो केटाहरू त भरोसा छैन यार राजेश र उसबलाई त्यति आउँदैन यो बुद्धि हामी पनि 2टा विषय लगाएको थियो त्योचोटि होइन 3टा नि मम्मीलाई पनि थाहा छैन मम्मीलाई पनि झुक्यो मेरो मुटु कामेको थियो सादा कहाँ खानु खै गर्दै सबैमा पास गर्ने मार्क्स लाग्यो होला मैले एउटामा फेल भइस भने गइस् त देख्छ भिडियो हेर्नु त देख्छ कसरी लुकाउनु त देखिहाल्छ अब कसरी लुकाउने साथीहरू लुकाउनु ठाउँ छैन इङ्ग्लिसमा पनि भाइ रियाक्सन मेरो त मुटु कामेको थियो यार म त भाइको मुटु काम पास हुन्छु भने मलाई थाहै थिएन अनि साथीहरू गफमा त मिठो मिठो भयो कि अनि झुक्काइ चाहिँ मिठो भएन मलाई त मन परेन तर केही टेन्सन छैन साथीहरू तपाईँलाई पक्कै पनि मन पर्छ होला अरूलाई मन दुख्छ हामीलाई बलै भएन